तपाईहरुलाई अब चाहिँ मेरो एउटा सुझाव छ। हाम्रो ठाउँमा विकास निर्माणका योजनाहरू दिने बेला तपाईहरुले त्यो योजनामा श्रमदान बढ्ने कुरा चाहिँ नराखिदिनु हुन आग्रह गर्दछु। श्रमदान राम्रो कुरा हो, हामीले र हाम्रो बाबुबाजेको पालादेखि गर्दै आएको हो। मलाई लाग्छ श्रमदान भनेको आफ्नो निस्वार्थ भावले समाजको लागि गर्ने दिने एउटा समाज सेवा र योगदान हो। यसमा कसैले जबरजस्ती गरेको राम्रो होइन, आफ्नो इच्छाले गर्ने दिने हो। एउटा उदाहरण सहित भन्छु तपाईहरुलाई। एउटा योजना उदाहरणको लागि उताबाट बजेट चाहिँ 3 लाखको दिन्छ अनि यताबाट श्रमदान थपेर 4.5 लाख जतिको बनाइदिन्छ। अब ठुलो टोल भयो भने त ठिकै भयो, सजिलै भयो। सानो टोलमा त एउटै योजनामा एउटै घरले 7 देखि 10 दिनसम्म श्रमदान गर्नुपर्ने रहेछ। अनि पुगेन भने अरू समितिको मान्छेले, जिम्मेवार पद सम्हालेको समितिको मान्छेले थप गर्नुपर्ने पर्ने रहेछ। यो चाहिँ अत्यन्तै समस्या भयो। त्यसमाथि सामान खरिद गर्न, ढुवानी गर्नलाई पनि खर्च चाहिने, त्यसका लागि ऋण नखोजी नहुने, एकातिर गाउँलेको श्रमदान पनि, अर्कोतिर ऋणको ब्याज पनि बढेको बढे गर्ने। सबैलाई समस्या नै समस्या। अनि बाहिरको मान्छेले हेर्दा चाहिँ जनप्रतिनिधि वडाले धेरै राम्रो काम गरेको, राम्रो काम गरेछ, विकास गरेछ भन्ने, अनि काम दुःख नागरिकको अनि नाम वडा जनप्रतिनिधिहरूको यो हाम्रो जस्तो निम्न आय भएको समाजको लागि अलिक राम्रो कुरा हो जस्तो मलाई लाग्दैन। किनकि अहिलेसम्म दिनदिनै जबरजस्ती श्रमदान गरी हिँड्नलाई हाम्रो गाउँ समाज आर्थिक रूपमा सम्पन्न भएको छैन। श्रमदान नगरौँ, समाजमा नराम्रो हुने। जाउँ भने दिउँसो काम गरेर बेलुका भात पकाउनु पर्छ, खेतीपाती रोक्नु पर्छ, नत्र अलिअलि भएको पनि बाँदरले नष्ट गरिदिन्छ। विकास यस्तो हुनु पर्यो कि जुन ठाउँमा विकास निर्माण हुँदैछ भने त्यहाँको नागरिकले विकास निर्माणको कामसँगै आम्दानी पनि गर्न सकोस्, न कि उल्टै नागरिकलाई आर्थिक रूपमा सङ्कटमा पार्ने, विकास निर्माणको नाममा उल्टै दुःख पीडा दिने एउटा अत्याचार नै हो। हस्, धन्यवाद। तपाईको यो जिज्ञासाले फेरि